अरे यसरी रमाइलो भएको बेलामा जसले नाच्दैन जसले ताली बजाउँदैन त्यस्तालाई भगवानले पापी बक्सिन्छ। जसले धर्म कमाउन चाहनुहुन्छ सबले हातमाथि गरेर ताली बजाइदिई बक्सेला। ए हाम्रो पर्वततिर बल्ल त भयो रमाइलो, हाम्रो पर्वततिर बल्ल त भयो हाम्रो पर्वततिर बल्ल त भयो रमाइलो, हाम्रो पर्वततिर बल्ल त भयो रमाइलो, हाम्रो पर्वततिर बल्ल त भयो रमाइलो। ए हाम्रो पर्वततिर बल्ल त भयो रमाइलो, हाम्रो पर्वततिर बल्ल त भयो रमाइलो, हाम्रो पर्वततिर बल्ल त भयो रमाइलो। हरि बोले पर्वत महोत्सव की। जसले नाच्छ जसले ताली बजाउँछ त्यो मान्छे मरेपछि स्वर्ग जाने बेलामा राम्रो बाटो भएर जान पाउँछ। जसले नाच्दैन जसले ताली बजाउँदैन त्यो मान्छे मरेपछि स्वर्ग जाने बेलामा बाटो झुक्किन्छ। कसरी बाटो झुक्किन्छ भने स्वर्ग जाने बाटो तल्लो हो कि माथिल्लो, स्वर्ग जाने बाटो तल्लो, सबैले स्वर्ग जाने बाटो तल्लो हो कि माथिल्लो, स्वर्ग जाने बाटो तल्लो हो कि। एकजना होला सुन्नुमा स्वर्ग जाने बाटो तल्लो हो कि माथिल्लो। हरि बोले उपस्थित दर्शकहरू कि फेरि जसले नाच्छ जसले ताली बजाउँछ त्यो मान्छे राम्रो बाटो भनेको कस्तो राम्रो हुन्छ नि, स्वाट बिजनेस क्लासको त्यो फ्लाइटको टिकट काटे जस्तै। स्वर्ग जाने बाटो नढुङ्गा छ माटो, स्वर्ग जाने बाटो सबैले स्वर्ग जाने बाटो नढुङ्गा छ माटो, स्वर्ग जाने बाटो नढुङ्गा छ माटो, स्वर्ग जाने बाटो नढुङ्गा छ माटो, माटो। ए स्वर्ग जाने बाटो नढुङ्गा छ माटो, स्वर्ग जाने बाटो नढुङ्गा छ, स्वर्ग जाने खोइ सब बातमा हेर्नु प्लिज। जसले नाच्दैन जसले ताली बजाउँदैन त्यो मान्छेको त घर जाँदा पैसा हराइजाऊ। अनि यत्रो रमाइलो भएको छ, धुम्म परेछ, माथि चिसोले हान्यो छ, चुप्प